नमस्कार। यस भिडियो ट्युटोरियलमा हामी श्रम संसार पोर्टलमा नयाँ तालिम प्रदायक खाता कसरी खोल्ने भन्ने बारेमा सिक्नेछौँ। सबैभन्दा पहिला आफ्नो कम्प्युटरमा कुनै पनि ब्राउजर खोल्नुहोस्। त्यसपछि ठेगानामा shramsansar.gov.np टाइप गरेर एन्टर बटन थिच्नुहोस्। वेबसाइट खुलेपछि माथिल्लो दायाँ कुनामा देखिएको साइन अप वा दर्ता भन्ने बटनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईलाई कुन प्रकारको खाता खोल्ने भनेर सोधिनेछ। तपाईले निम्नमध्ये एक चयन गर्न सक्नुहुन्छ: रोजगारी खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, सेवा प्रदायक। अहिले हामी तालिम प्रदायक खाता खोल्न गइरहेका छौँ। त्यसका लागि तालिम प्रदायक चयन गरेर कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। अब तपाईको सामुमा एक फारम खुल्नेछ जहाँ तपाईले आफ्नो तालिम प्रदायक संस्थाको विवरणहरू भर्नुपर्नेछ। संस्थाको आधिकारिक नाम, इमेल ठेगाना, पासवर्ड पुनः राखी कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। यस पेजमा तपाईले आफ्नो संस्थाको ठेगानासँग सम्बन्धित सूचनाहरू उपलब्ध गराउनु पर्ने हुन्छ। कम्पनी दर्ता नम्बर, फोन नम्बर, कार्यालयको स्थायी ठेगाना, प्यान नम्बर, दर्ता मिति सबै विवरणहरू भरेपछि कन्टिन्यू बटन थिच्नुहोस्। यस पेजमा तपाईले आफ्नो सङ्घ संस्थाको कार्यालय सम्पर्क व्यक्तिसँग सम्बन्धित जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ। सम्पर्क व्यक्तिको पूरा नाम, मोबाइल नम्बर, इमेल ठेगाना, पद सबै विवरणहरू भरेपछि कन्टिन्यू बटन थिच्नुहोस्। अब तपाईले प्रविष्ट गरेका सबै विवरणहरूको पुनरावलोकन गर्न सक्नुहुन्छ। विवरणहरू ठिक भएमा टर्म्स एन्ड कन्डिसन पढेर मन्जुरी गर्नुहोस्। अन्त्यमा साइन अप बटन थिच्नुहोस्। प्रणालीले तपाईका विवरणहरू प्रमाणीकरण गरेपछि नयाँ खाता सफलतापूर्वक खोलिएको सन्देश देखिनेछ। साथै पहिलो चरणमा तपाईको इमेल ठेगानामा कन्फर्मेसन इमेल पठाइएको जानकारी देख्नुहुनेछ। अब तपाईँ आफ्नो इमेल खोलेर श्रम संसार प्रणालीबाट प्राप्त इमेलमा भएको एक्टिभेट लिङ्कलाई क्लिक गर्नुहोस्। अब तपाईको श्रम संसार पोर्टलमा तालिम प्रदायक खाता सफलतापूर्वक खोलिएको हुनेछ र त्यसपछि तपाईलाई लगइन पृष्ठमा पठाइनेछ। अब तपाईले खाता खोल्दा प्रयोग गर्नुभएको इमेल र पासवर्ड प्रयोग गरेर श्रम संसार पोर्टलमा लगइन गर्न सक्नुहुन्छ। साइन इन बटनमा क्लिक गरी आफ्नो आधिकारिक इमेल र पासवर्ड प्रविष्ट गरेपछि लगइन बटन थिच्नुहोस्। प्रणालीले तपाईले दिएको इमेल र पासवर्ड सही भएमा तपाईको ड्यासबोर्ड खुल्नेछ। ड्यासबोर्डमा तपाईले खाता प्रमाणीकरण आवश्यक छ भन्ने सन्देश देख्नुहुनेछ। प्रमाणीकरण गर्नको लागि लिङ्क ड्यासबोर्डमै उपलब्ध हुनेछ। सो लिङ्कमा क्लिक गर्दा तपाईको अगाडि खाता प्रमाणीकरणको फारम सहितको स्क्रिन देखिनेछ। उक्त फारममा मागिएका विवरणहरू पूरा गर्नुपर्नेछ। संस्थाको आधिकारिक कागजातको फोटो वा स्क्रिनशट जस्तै संस्था दर्ता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र वा अन्य मागिएको प्रमाणपत्र। प्रमाणित कागजात अपलोड गरेपछि सम्बन्धित निकायले विवरणहरू रुजु गरी दोस्रो कार्यदिनभित्र तपाईको खाता प्रमाणित गरिनेछ। अब म तपाईहरूलाई तालिम प्रदायक संस्थाले आफ्नो खाता सञ्चालन गरी कसरी नयाँ तालिम सम्बन्धित विज्ञापन पोस्ट गर्ने र तालिमको प्रशिक्षार्थीहरू छनौट गर्ने सम्बन्धी जानकारी उपलब्ध गराउन गइरहेको छु। इमेल र पासवर्ड प्रविष्ट गरिसकेपछि तपाईको अगाडि आफ्नो ड्यासबोर्ड खुल्दछ। यहाँ तपाईले हालसम्म पोस्ट गर्नुभएको कुल तालिमहरू, कुल आवेदकहरू, कुल सफल आवेदकहरू हेर्न सक्नुहुनेछ। साथै नयाँ तालिमका लागि प्राप्त अनुरोधहरू पनि हेर्न सकिनेछ। साथै ड्यासबोर्डमा आर्थिक वर्ष अनुसार तालिम विज्ञापन र आवेदकहरूको डाटाहरू हेर्न सक्नुहुन्छ। दायाँतर्फको माथिल्लो भागमा रहेको प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् र त्यसपछि माई प्रोफाइल क्लिक गरी तपाईले आफ्नो संस्थाको विवरणहरू अद्यावधिक गर्न सक्नुहुन्छ। ठेगाना ट्याबमा क्लिक गरी संस्थाको आधिकारिक ठेगाना अद्यावधिक गर्न सक्नुहुन्छ। त्यस्तै सम्पर्क व्यक्ति सम्बन्धी जानकारी अद्यावधिक गर्न परेमा यहाँबाट मिल्दछ। यहाँबाट खाताको पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ। तपाईको संस्थाले सञ्चालन गर्ने तालिम कार्यक्रमहरूको विज्ञापन पोस्ट गर्न पोस्ट ट्रेनिङ बटनमा क्लिक गर्नुहोस्। अब तपाईको अगाडि नयाँ फर्म खुल्नेछ। यस फर्ममा तालिम सम्बन्धी जानकारीहरू, तालिम प्रदान गरिने स्थान, तालिम शुल्क,
तालिमको सुरु र अन्तिम मिति, प्रशिक्षार्थी सङ्ख्या, आवेदनको अन्तिम मिति लगायतका विवरणहरू भरी पोस्ट ट्रेनिङ बटनमा क्लिक गर्नुहोस्। यदि तपाईको संस्थाले प्रदान गर्ने तालिम र सोका लागि आवश्यक तालिम विज्ञापन पोस्ट गर्दा आवश्यक ट्रेनिङ डोमेन र अकुपेसन सम्बन्धी डाटाहरू ड्रपडाउनमा प्राप्त छैन भने तपाईले आफै थप्न सक्नुहुन्छ। तपाईले पोस्ट गर्नुभएको तालिम विज्ञापनहरू ट्रेनिङ लिस्टिङ ट्याबमा गई हेर्न सक्नुहुन्छ। यही पेजबाट तपाईले पहिलो पोस्ट गर्नुभएको तालिम विज्ञापनहरूलाई आवश्यकता अनुसार एडिट, डिलिट र आर्काइभ गर्न सक्नुहुनेछ। ट्रेनिङ लिस्टिङ ट्याबमा क्लिक गरी तपाईले पोस्ट गर्नुभएको तालिम विज्ञापनमा कतिजना प्रशिक्षार्थीहरूले अवलोकन गरे, कतिजना प्रशिक्षार्थीहरूले आवेदन दिए जस्ता विवरणहरू हेर्न सकिन्छ। यस पेजबाट कुनै एक तालिम विज्ञापनमा क्लिक गरी उक्त पोस्टमा आवेदकहरू हेर्न सकिन्छ। यस पेजबाट विभिन्न फिल्टरहरू प्रयोग गरी छनौट भएका आवेदकहरूको लिस्ट एक्सपोर्ट गर्न सकिन्छ। आवेदकको विवरण हेरेर सो तालिममा सहभागी गराउने वा नगराउने निर्णय गर्न सकिन्छ। अब एक्सेप्टेड र रिजेक्टेड आवेदकहरूलाई एप मार्फत र मेल मार्फत सूचित गर्न सकिनेछ। रोजगार खोजकर्ताले तपाईले पोस्ट गर्नुभएको तालिम कार्यक्रमका अलावा अन्य तालिमका लागि अनुरोध गरेमा सोको विवरण ट्रेनिङ रिक्वेस्ट बटनमा क्लिक गरी हेर्न सकिनेछ। उक्त रिक्वेस्टलाई स्वीकार गर्ने वा रिजेक्ट गर्ने काम तालिम प्रदायकले गर्न सक्दछ। यदि रोजगार खोजकर्ताले तालिम कार्यक्रमका सम्बन्धमा सोधपुछ गर्न चाहेमा तालिम प्रदायकलाई सिधा मेसेज पठाउन सक्छन् र रोजगार खोजकर्ता र तालिम प्रदायकका बीचमा मेसेज मार्फत दोहोरो वार्तालाप गर्न सकिन्छ। यस पेजबाट तपाईले आफ्नो संस्थाको तालिम विज्ञापन र आवेदक सम्बन्धित रिपोर्टहरू तथा तथ्याङ्कहरू हेर्न सक्नुहुन्छ। वार्षिक र हालसम्मको तथ्याङ्कहरू हेर्न सक्नुहुन्छ। विभिन्न फिल्टरहरू प्रयोग गरेर तालिम कार्यक्रम र आवेदकका बारेमा तथ्याङ्कहरू हेर्न सक्नुहुन्छ। तालिम प्रदायकले आफूले सञ्चालन गरेको कुनै तालिम कार्यक्रमका बारेमा रोजगार खोजकर्ताले प्रदान गरेको रिभ्यू र रेटिङ यस रिभ्यू एन्ड रेटिङमा क्लिक गरेर हेर्न सकिन्छ। आफूले सञ्चालन गरेको तालिम कार्यक्रममा सहभागी भई उपलब्ध गराइएको ज्ञान सिप सिकेर वास्तविक व्यवहारमा उक्त सिपको परिचालन गरी सफलता प्राप्त गरेका सहभागीको सफलताका कथा पोस्ट गर्न परेमा सक्सेस स्टोरी ट्याबमा क्लिक गरी उपयुक्त थम्बनेल, शीर्षक र विवरण भरेर सक्सेस स्टोरी पोस्ट गर्न सकिन्छ। धन्यवाद।